हेलो एभ्रिवान, तपाईहरुलाई मेरो मिनी ब्लगमा वेलकम छ। र आज चाहिँ सन्डे हो र हामी चाहिँ सन्डेको दिन पारेर चाहिँ यता माथि वेस्ट बेङ्गल साइड जलसा बङ्गलो भन्नेमा चाहिँ जाँदैछौँ। र यसरी नै हामी बुढाबुढी जाँदैछौँ भाइहरूसँग। र बाटोको भ्यूहरू पनि एकदमै राम्रो लाग्यो, किनभने दिन पनि एकदमै राम्रो भइरहेको थियो। र यसरी नै हामी चाहिँ सरर गइरहेको छौँ र फ्रेस हावा पाउँदा चाहिँ एकदम खुसी लाग्दो रहेछ मलाई चाहिँ, किनभने गरम महिना भन्दा चाहिँ मलाई जाडो महिनै मनपर्छ। त्यही भएर मलाई चिसो चाहिँ मनपर्छ। यो जग्गा चाहिँ एकदम चिसो चिसो रहेछ, जाँदा पनि बाटोतिर पनि। यसरी नै हामी जाँदैछौँ र पुगेर देखाउनेछौँ। र फाइनल्ली हामी चाहिँ आइपुग्यो जलसा बङ्गलो भन्ने जग्गामा। र यो बङ्गलो चाहिँ उहिले ब्रिटिस पालाको देखिने अरे। र म पनि यहाँ चाहिँ फर्स्ट टाइम आएको र तपाईँहरूलाई पनि यसो देखाइदिउँ न ब्लग थ्रु भनेर चाहिँ भिडियो बनाइरहेको छु। यहाँ चाहिँ ट्रीहरूमा फोटो खिच्दा पनि एकदम राम्रो देख्दो रहेछ। हामी ट्रीहरूमा पनि फोटो खिच्यौँ, ट्री हाउसमा भनौँ न। यसरी नै स्लो मोसनमा हेर्नुहोस् है, यहाँको जग्गा यस्तो छ। र यहाँदेखि चाहिँ हेर्दाखेरि तल खोलाको भ्यू कस्तो मजाको देख्दो रहेछ, हेर्नुहोस्। वाउ, यहाँ चाहिँ मेरो हस्बेन्डले फोटो खिच्दै भनेर मलाई भन्दै थियो। र हामी बेसी घुमिनौँ, हामी यत्तिकै फर्क्यौँ, किनभने हामीलाई नेक्स्ट जग्गा पनि जानु थियो। त्यही कारण हामी छिटो छिटो फर्किहाल्यौँ, बेसी बसेनौँ यहाँनिर। र नेक्स्ट जग्गाको भिडियो चाहिँ तपाईँहरूलाई नेक्स्ट ब्लगमा देखाउने छु। यतिसम्मको लागि बाई बाई, स्टे ट्युन।